नमस्कार सर। नमस्ते। आज लगभग 20 वर्षको दौरानपछि पुनः सरसँग यसरी एउटा अन्तर्क्रिया गर्ने हाम्रो पहिलो भेट त लगभग 2 दशकपछि भइरहेछ। त्यसपछि पहिलो भेटै भनौँ। अ, आज हजुरको एउटा एक किसिमको भलाकुसारी गर्ने संयोग जुरेको छ। अब सरसँग पहिलो प्रश्न चाहिँ सरले आफ्नो जीवनको यात्रा एउटा शिक्षकको रूपमा जसरी हामी विद्यार्थी कालमा देख्यौँ र त्योभन्दा अगाडि हाम्रो अर्को पुस्ताले पनि देख्नुभयो र आजसम्म आइपुग्दाखेरि हजुरको मनमा एज अ शिक्षकको रूपमा कस्ता स्मृतिहरू छन्? Oh, to tell you frankly, after 15, 16 years that we are meeting, your time, the role had changed. That time you were asking me something, and today you are asking, I know, right? I was asking something with you, and this time you are asking it. Because our role changed, it's so nice to be together with you. अब एक्चुअली कुनै पनि मानिसहरू मेरो आफ्नो पर्सनल ओपिनियनमा स्टडीमा अलि स्टेट अफ स्टेट म मास्टर बन्छु भनेर अथवा टिचर्स बन्छु भनेर धेरै कमले पढ्छ होइन। अब फर मेनी सर्कमस्टान्सेस चाहिँ के भनेदेखि राइट अनि त्यो टिचर हुन्छ। त्यसो हुनाले त्यो टिचर्सको डेफिनेसनमा बकन फ्रान्सिसले के भन्छ भनेदेखि दोज हु आर इन्क्यापेबल अफ डुइङ टेक्स्ट टु टिचिङ भन्छ। जसले अरू केही काम गर्नु सक्दैन अनि त्यसले चाहिँ पढाउनु सक्छ भन्छ कि होइन। अब दिस कुड बी मोर लेस ट्रु विथ मी भन्छ होइन। यो मेरो पनि त्यो चाहिँ के भनेदेखि चाहिँ ट्रु होला है। किनभने मेरो आफ्नो पढ्ने बेलामा जुन बेलामा मान्छे मैले चाहिँ के भने रिगरसली मैले पढ्नुपर्ने थियो त्यो पढ्ने टाइममा I was a spoiled child because of my family reason, होइन सबै कारणले चाहिँ I was a spoiled child, right? तर एउटा कुरा चाहिँ के नबिर्स भने 4 क्लास चाहिँ 4वटा स्कुलमा पढेको मान्छे रमेश पाण्डे होइन 4 क्लास चाहिँ 4 स्कुलमा पढेको मान्छे आज चाहिँ त्रिभुवन युनिभर्सिटीको टिचर्स भएर होइन अथवा कलेज खोलेर प्रिन्सिपल भएर जुन रूपमा चाहिँ एउटा किसिमको चाहिँ विद्यार्थीहरूको चाहिँ के भनेदेखि चाहिँ रेस्पेक्ट पाएको छ नि होइन। त्यो चाहिँ रेस्पेक्ट सायद मेरो सट्टा अरू कोही भएको भएदेखि चाहिँ डेफिनेटली भएको थियो है। त्यो कारणले मैले मास्टरै बन्छु भनेर पढाएको चाहिँ डेफिनेटली होइन। पढाइपछि आई ट्राइड 1 or 2 के भनेदेखि जब नगरेको होइन। अनि त्यो जबमा ट्राई गर्दाखेरि दुईवटा ठाउँमा मलाई के लाग्यो भनेदेखि होइन यो एटमोस्फियरमा अब कतिपय कुरा आफूलाई मन लागे पनि नलागे पनि हो भन्नुपर्ने होइन र मन लाएर नमन लाएर पनि होइन भन्नुपर्ने चाहिँ के भने अवस्थाहरू आउने एउटा वान रिजन आई बिकम अ टिचर होइन म शिक्षक भएँ भन्ने कुराको एउटा रिजन चाहिँ यो। दोस्रो मैले पढ्ने बेलामा मेरो इन्ट्रेस्ट त के भनेदेखि मेडिसिनै पढ्ने थियो र एउटा डक्टरै बन्ने चाहिँ इन्ट्रेस्ट थियो। अब त्यो डक्टर बन्नको लागि मलाई कुनै त्यस्तो अप्ठ्यारो पनि थिएन। मेरो चाहिँ गडफादर जो हुनुहुन्थ्यो उहाँको कलकत्तामा एउटा सिट थियो राइट। मैले एउटा साधारण त्यो चाहिँ सेकेन्ड डिभिजन ल्याएँ इभिन थर्ड डिभिजन ल्याएको भए पनि आई कुड हेभ के भने डन इट। तर मेरो एजुकेसनको ब्याकग्राउन्डले गर्दाखेरि मैले केमा एडमिसन पाइनँ साइन्समा एडमिसन पाइनँ नभएको हुनाले आई ह्याड टु गो टु द म्यानेजमेन्ट होइन। अब त्यो म्यानेजमेन्टमा म आएपछि मेरो काम त कि त मैले इन्डस्ट्री खोल्ने हो होइन अथवा मैले चाहिँ के भने जबै गर्ने हो है। अब यी जब गर्दाखेरिको मेरो आफ्नो अनुभव त्यो अनुभवले गर्दाखेरि द सेफेस्ट थिङ टु बिकम टिचर मेरो नेचरले गर्दाखेरि म चाहिँ टिचर्स हुनु नै राम्रो हुन्छ। किनभनेदेखि मैले चित्त बुझाउनु पर्ने त विद्यार्थी मात्रै हो नि होइन। मेरो हाकिम त होइन नि मेरो लागि हाकिम पनि त्यही हो मालिक पनि विद्यार्थी नै हो नि होइन। इफ आई क्यान मेक देम ह्याप्पी होइन आई क्यान मेक देम ह्याप्पी। अब त्यो भएको कारणले गर्दाखेरि चाहिँ म शिक्षक भएको हो।